साथीहरू नमस्कार। हामी आज रत्नपारा घुम्न जाँदैछौँ है। रत्नपारा घुम्न जानको लागि एकजनाको 30 रुपियाँ टिकट लाग्ने रहेछ र बच्चाहरूको लागि चाहिँ फ्री रहेछ। कस्तो सुन्दर ठाउँ छ, सुन्दर राम्रो रमणीय बनाएको रहेछ। पहिला चाहिँ यस्तो राम्रो थिएन, तर अहिले चाहिँ एकदम राम्रो बनाएको रहेछ है। सबैजना घुम्न आउनु होला। राम्रो एकदम बेस्ट प्लेस छ, रमणीय छ, घुमघाम गर्न मनोरञ्जनात्मक छ, एकदम मनोरञ्जनात्मक घुम्न लायकको र एकदम सुन्दर घुम्न लायकको र आफ्नो छुट्टीको समय व्यतीत गर्नको लागि एकदम राम्रो रहेको छ। यहाँ जोसुकै पनि घुम्न आउन सक्नुहुन्छ। जोसुकै नेपाली दाजुभाइ तथा विदेशीहरू पनि घुम्न आउन मिल्ने खालको छ, राम्रो रहेको छ र एकदम स्वच्छ वातावरण रहेको छ। काठमाडौँको मुटुमा रहेको यो रत्नपारा सबैजना घुम्न आउनुहोला। ल यहाँ हेर्नुहोस् है, हाम्रो गाउँतिर जस्तै लोखर मुसे पाइँदो रहेछ। यो लोखर मुसे चाहिँ हाम्रो गाउँतिर ठुलो हुन्छ, तर यो यहाँ पार्कमा रहेको लोखर मुसे चाहिँ एकदम राम्रो खालको रहेछ, छिर्के मिर्के भएको। हेर्नु, यसले खानेकुरा खोज्दै हिँडिरहेको छ र यसले हामीले कुनै खानेकुरा दियौँ भने पनि यो खाना आउँछ। खाना यसलाई त्यहीँ फालिदिएर दिन पनि सकिन्छ र यसलाई हामीले हातमा दियो भने पनि यो आएर खान्छ। तर यसले टोक्ने काम चाहिँ गर्दैन है, टोक्न पनि सक्नु त। तर हाम्रो गाउँतिर कसले भयो टोक्निदियो। हेर्नुहोस् कति मजाले खाइरहेको छ, राम्रो छ। अनि हेर्न रहर लाग्दैछ। हजुर पनि छ नि। यो पार्कभित्र एउटा गोलो पनि राखिएको छ, जहाँ विश्वको नक्सा हुन्छ नि गोलोपको, हो त्यो गोलोप पनि हेर्न सकिन्छ। तर यो गोलोपमा चाहिँ विश्वको नक्सा चाहिँ बनाएको छ, छुट्टा छुट्टै देशको नक्सा चाहिँ छुट्याएको छैन है। त्यो चाहिँ अब हामीले हेरेर यो गोलोप रहेछ पार्कको बिचमा भन्ने जानकारी लिन सकिन्छ। ल अब यहाँ फोटो खिच्नको लागि, बस्नको लागि एकदम राम्रो ठाउँहरू पनि बनाइएको छ पार्कमा। फोटो खिच्नको लागि राम्रो राम्रो स्किनहरू पनि राखिएको छ, जुन तपाईँहरूले यहाँ हेर्न सक्नुहुन्छ। सिनहरू राखिएको छ जुन राम्रोसँग यहाँ देख्न सक्नुहुन्छ। मान्छेहरू आएर फोटो खिचिरहेका छन्, जुन एकदम रमणीय राम्रो छ। फुलहरू पनि टन्न लगाइएका छन्, स्वच्छ राम्रा छन् सबै। फुलहरू चाहिँ हेरेर फोटोसँग फोटो खिच्न चाहिँ पाइन्छ। फुल हजुर, फुल चुडिने भने पाप लाग्छ, नछुड्नु हेर कोपिला, चुडेर पाप लाग्छ है के भन्थे, त्यस्तै पाप लाग्छ है। फेरि त्यस्तो गर्नु हुँदैन र स्वच्छ रमणीय वातावरण राख्नुपर्छ। के त बच्चा खाँदो रहेछ है, यसले खाँदा नि अघि कुरकुरे अनि त्यो कलुवा सबै आएका त्यसलाई दियो यहाँनिर त्यो यसले मलाई खाँदो रहेछ। पनि कहाँ गएको? ऊ फर्किने होइन क्या, म फर्किन्छु हुन्छ। म फर्किने होइन, म फर्किन्छु हुन्छ।